नमस्ते, नलेज हब नेपालमा तपाईहरुलाई स्वागत छ। आज हामी स्पेशली कम्प्युटर सम्बन्धी क्लास, कम्प्युटर सूचना प्रणाली सम्बन्धी क्लास जुन प्राय जसो संगठित संस्थाहरुमा पनि 10 नम्बर 20 नम्बरको टपिक्स राखेको हुन्छ। कहीं वस्तुगत कोर्स तयार गरिएको हुन्छ भने कहीं चाहिँ विषयगत रूपमा पनि प्रश्न सोध्ने गरेको पाइन्छ। आज हामी त्यसको लागि टोटल 3टा क्लास हुन्छ यसको। आज हामी पहिलो सेसनमा छौं। पहिलो सेसनमा तपाईहरुलाई स्वागत छ। अब जाउँ विषयवस्तुतर्फ। आज हामी पढ्न आँटेको विषय हो कम्प्युटर। कम्प्युटर कसले बनाए त? कम्प्युटर बनाउने व्यक्तिको नाम हो, ती विद्वानको नाम हो हर्मन पार्किन्स। याद गर्नु होला, हर्मन पार्किन्स, यो टिक्नु होला, हर्मन पार्किन्स। तर कम्प्युटरको पिता भनेर चाहिँ हर्मन पार्किन्सलाई चिनिन्न, चार्ल्स ब्याबेजलाई चिनिन्छ। यो क्वेशनले निकै झुक्याउने गरेको पाइन्छ। चार्ल्स ब्याबेजलाई चिनिन्छ। यो पटक पटक यो विज्ञान र प्रविधि भन्ने टपिक्सबाट पनि सोधिरहेको हुन्छ। चार्ल्स ब्याबेजलाई चाहिँ कम्प्युटरका पिता भनेर चिनिन्छ। यो त थियो बेसिक जानकारी। अब हामी बेसिकमै छौँ, आजको क्लास बेसिकमै हुन्छ। विषयवस्तुभित्र हामी घुस्दैनौँ। यसमा खास गरी एक्सेलका कुरा, एमएस वर्डका कुरा, त्यसपछि नेटवर्किङका कुराहरू हामी यो 3टा च्याप्टरमा कम्प्लिट तरिकाले पढ्ने छौं। आज चाहिँ हामी कम्प्युटर बेसिकमा छौं, तर यो बेसिक पनि एकदम इम्पोर्टेन्ट छ र जान्न जरुरत छ। जो कोहीले पनि जान्न जरुरत छ यो कम्प्युटरको बेसिक। कम्प्युटर भन्ने शब्द चाहिँ ल्याटिन भाषाको कम्प्युटर भन्ने शब्दबाट आएको, COMPUTER, COMPUTER, जसको अर्थ चाहिँ के हुन्छ त भन्दा टु क्याल्कुलेट भन्ने हुन्छ। अझ भन्दा टु कम्प्युट अथवा टु क्याल्कुलेट भन्ने शब्दबाट चाहिँ यो कम्प्युटर भन्ने शब्दबाट आयो र जसको अर्थ चाहिँ टु क्याल्कुलेट, टु कम्प्युट भन्ने हुन्छ। जस हिसाब गर्ने काम चाहिँ कम्प्युटरले गर्छ भन्ने मान्यता पहिलेदेखि रहिआएको थियो। यो ल्याटिन भाषाको शब्दबाट कम्प्युटर भन्ने शब्द आएको हो र पटक पटक यो लोकसेवाको प्रश्नमा वस्तुगतमा एउटा प्रश्न सोध्ने गरेको पाइन्छ, कम्प्युटरलाई नेपालीमा के भनिन्छ? हो, तपाईले सोच्नु भएको ठीक छ। कम्प्युटरलाई सुसाङ्ख्य भनिन्छ नेपालीमा। टिप्नु होला, कम्प्युटरलाई सुसाङ्ख्य भनिन्छ। सुसाङ्ख्य भनिन्छ कम्प्युटरलाई। कम्प्युटर कस्तो डिभाइस हो त भनेर कहिले कहिले सोधिन्छ। कम्प्युटर इलेक्ट्रोनिक डिभाइस हो। कम्प्युटर इलेक्ट्रोनिक डिभाइस हो। अनि कम्प्युटरको चाहिँ यसले खास गरी जति पनि डाटाहरू छ, सूचनाहरू छ, त्यसलाई प्रशोधन गरेर त्यसलाई आउटपुट निकाल्ने काम गर्छ। यसको एउटा चक्र छ, कम्प्युटरको चक्र छ। यो चक्र चाहिँ हामीले सर्टकटमा आइपिओएस भनेर पढ्नुपर्छ। आइपिओएस भनेको के हो भन्दा इनपुट हो, प्रोसेसिङ हो, त्यसपछि आउटपुट हो र त्यो आउटपुटलाई स्टोरेज गर्दछ, भण्डारण गर्दछ। यो चाहिँ यसको आइपिओएस चक्र हो र यो आइपिओएस चक्र नै कम्प्युटरको लगभग कम्प्लिट कोर्स हो भन्दा पनि हुन्छ। यसमै लुकेको छ सबै कुराहरू। यसमा इनपुटमा प्रयोग हुने डिभाइसका देखि इनपुटमा प्रयोग हुने सिस्टमदेखि लिएर सबै कुराहरू हामी 3 दिनमा जति सकिन्छ कोर्स ओरिएन्टेड भएर पढ्ने कोसिस गर्छौं। त्यसो त यो आइपिओएसलाई चाहिँ हामीले यसको वर्किङ प्रिन्सिपल पनि भन्न सकिन्छ। वर्किङ प्रिन्सिपल, वर्किङ सिद्धान्त, प्रिन्सिपल जे भने नि एउटै हो। त्यस्तै अब हामीले कम्प्युटरको चाहिँ परिभाषा भनेर त्यो कहीँ सोध्यो भनेदेखि यो खास गरी विषयगत प्रश्नमा लेख्दाखेरि चाहिँ कम्प्युटर भनेको जुन सूचनाहरू छ त्यो डाटालाई प्रयोगकर्ताहरूको निर्देश अनुसार, डाटालाई सूचनालाई प्रयोगकर्ताहरूको निर्देश अनुसार प्रशोधन गरी इन्फर्मेसनको रूपमा आउटपुट निकाल्ने इलेक्ट्रोनिक विद्युतीय उपकरणलाई कम्प्युटर भनिन्छ भन्न सकिन्छ, जसले लामो समयसम्म भण्डारण गर्ने काम पनि गर्दछ। यो परिभाषा टिप्नु होला। अब जाउँ
कम्प्युटरको कार्य के हो? अब कम्प्युटरको कार्य के हो भन्ने प्रश्नको उत्तर चाहिँ तपाईँले धेरै दिन सक्नुहुन्छ, तर यो छुटाउनु नहुनुपर्ने चाहिँ केही बेसिक छन्, जसलाई चाहिँ हामीले एसएमएएभिडी यो 6वटा चाहिँ सबभर नछुटाउनु होला। छन त धेरै नै छन्, छुटाउनै नहुनुपर्ने अरू पनि थप्न सकिन्छ, तर मैले चाहिँ यति 6वटालाई छुटाउनै नहुनेमा राखेको छु, जसमा स्पिड, कम्प्युटरको विशेषता वा विशेषता भने पनि कार्य भने पनि यो छुटाउनु हुन्न। विशेषता, कार्य, महत्त्वहरुमा पनि यिनी बुदाहरू लेख्नुपर्ने हुन्छ। स्पिड यो द्रुत गतिको हुन्छ कम्प्युटरको। मेमोरी यसले चाहिँ भण्डार गरेर राखेको छ, भनेको बेलामा ट्याक्क सम्झिने गरेर जवाफ दिन सक्छ। हामीले देखेका, घोकेका, सुनेका कुराहरू फ्याट्ट भन्न सकिन्न, तर कम्प्युटरले चाहिँ फ्याट्टै भनिदिरहेको हुन्छ माग्नासाथ। त्यसपछि यसको अर्को विशेषता भनेको एकुरेसी रहेको छ। एकुरेसी भन्नाको मतलब चाहिँ तपाईको यो एकदम शुद्ध किसिमको निकाल्छ, शुद्धता हुन्छ, यसमा त्यस्तो त्रुटि खालको हुँदैन। त्यसपछि अर्को ए भनेको चाहिँ अटोमेटिक हुन्छ, यो स्वचालित हुन्छ, स्वचालित प्रणालीमा हुन्छ है, यो स्वचालित प्रणालीमा हुन्छ। यो भर्सेटाइल हुन्छ। भर्सेटाइल भने त बुझिहाल्नु भयो, भर्सेटाइल है, भर्सेटाइल किसिमको हुन्छ। त्यस्तै गरेर मैले यहाँ अटेन, त्यसबाट यसलाई मेटेर माथि लेखेँ। अर्को के हुन्छ? डिलिजेन्स हुन्छ। डिलिजेन्स हुन्छ, डिलिजेन्स हुन्छ, लगनशीलता हुन्छ यसको। यति चाहिँ नछुटाउनु होला। र यसमा थप्न सकियो, थपेर के लेख्न सक्नुहुन्छ यो चाहिँ तपाईहरुले कमेन्टमा लेख्नु होला। र अब जाउँ एकदमै इम्पोर्टेन्ट कम्प्युटरका पुस्ता सम्बन्धी जानकारी। कम्प्युटरका पुस्ता सम्बन्धी जानकारी, हामी कम्प्युटरको टपिक्स पढ्दैछौँ, यसलाई नमेटौँ। कम्प्युटरका पुस्ता सम्बन्धी जानकारी। यो कम्प्युटरको पुस्ता सम्बन्धी जानकारीको लागि चाहिँ म एउटा थोरै टेबल बनाउँछु। त्यो टेबलबाट तपाईहरुलाई थप बुझ्न सजिलो हुन्छ। यसमा चाहिँ फर्स्ट जेनेरेसनका कम्प्युटर, सेकेन्ड जेनेरेसनका कम्प्युटर, थर्ड जेनेरेसनका कम्प्युटर, फोर्थ जेनेरेसनका कम्प्युटर र फिफ्थ जेनेरेसनका कम्प्युटर हुन्छ। यो तपाईहरुले कपीमा टेबल बनाएर तपाईले पनि राख्न सक्नुहुन्छ है। यो जेनेरेसन भयो। यी जेनेरेसनहरु हुन्, फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन र अहिले फिफ्थ जेनेरेसनमा छौँ हामी। र यसको चाहिँ के अरे डेट एडीमा लेखिएको छ। कहिलेदेखि कहिलेसम्म चाहिँ फर्स्ट जेनेरेसन चल्यो त भन्दाखेरि यो चाहिँ खास गरी एडीमा भन्नुपर्दा 1940 एडीदेखि तपाईको यो 1956 सम्मको एडी यो फर्स्ट जेनेरेसनको कम्प्युटर प्रयोगमा आयो है। त्यसपछि सेकेन्ड जेनेरेसनको कम्प्युटर चाहिँ 1957 देखि यो 1956 सम्म फर्स्ट जेनेरेसन, र 1957 देखि तपाईको 1965 सम्मको एडीसम्म चाहिँ सेकेन्ड जेनेरेसनको कम्प्युटर प्रयोगमा आयो। त्यस्तै गरेर 1966 एडीदेखि, एडी लेख्नु होला, यो एडीमै हो, सबै एडीमै छ। 1966 एडीदेखि 1971 एडीसम्म तपाईको थर्ड जेनेरेसनको कम्प्युटरहरू प्रयोगमा आयो। याद गर्नुपर्छ है, यो एकदम इम्पोर्टेन्ट छ। 1972 एडीदेखि 1980 एडीसम्म फोर्थ जेनेरेसनको कम्प्युटरको प्रयोगमा आयो। र 1981 एडीदेखि टिल नाउ आजसम्म फिफ्थ जेनेरेसनको कम्प्युटर प्रयोगमा छ। र हामीले पाँचौं जेनेरेसनको कम्प्युटर चलाइरहेका छौँ आजको मितिमा। कहिलेदेखि? 1981 देखि टिल नाउसम्म। यो मिति याद गर्नु होला। 1940, 56, 57, 65,
यो त एक साल हो जस 56 देखि 65 लेख्न पनि मिल्यो यसमा, त्यस्तो फरक पर्दैन यसले। त्यही हामीले चाहिँ नेपालको भूगोल पढ्दाखेरि 3301 देखि माथि भनेर पढ्ने कि 3300 देखि भनेर पढ्ने भन्ने खालको जस्तै खालको हो, त्यस्तो केही फरक पर्नेवाला छैन यसमा। अब जाउँ यसमा युज टेक्नोलोजीमा जाउँ। अब यसको युज टेक्नोलोजीको बारेमा हामीले थाहा पाउनुपर्छ। यो खास गरी फर्स्ट जेनेरेसनमा कुन टेक्नोलोजीको प्रयोग भएको थियो भनेर जान्न सुन्न सक्छ। वा भ्याकम ट्युब, यसको फर्स्ट जेनेरेसनको चाहिँ भ्याकम ट्युब भन्छ, VACCUM भ्याकम ट्युब्स टेक्नोलोजीको प्रयोग भएको थियो। अथवा जाँचमा भ्याकम ट्युब्स चाहिँ कुन जेनेरेसनमा प्रयोग भएको टेक्नोलोजी हो भनेर सोद्धा तपाईँले फर्स्ट जेनेरेसन भनेर टिक लाउनु पर्ने हुन्छ। यस्ता प्रश्नहरू सोधिदिन सक्छ जाँचमा है। अब अर्कोमा जाउँ, सेकेन्ड जेनेरेसनमा। जुन सेकेन्ड जेनेरेसन छ यसमा चाहिँ ट्रान्जिस्टर्स भन्ने टेक्नोलोजीको प्रयोग भएको थियो। ट्रान्जिस्टर टिप्नु होला, TRANS, ट्रान्जिस्टर भन्ने टेक्नोलोजीको प्रयोग भएको थियो। त्यस्तै अब जाउँ थर्ड जेनेरेसन। जुन थर्ड जेनेरेसनको टेक्नोलोजी कुन हो भनेर सोध्यो भने तपाईँहरूले सर्टकटमा आइसी भन्न सक्नुहुन्छ। आइसी र यसको पुरा रूप भनेको इन्टिग्रेटेड सर्किट रहेको छ है। इन्टिग्रेटेड सर्किट रहेको छ। अहिलेसम्मको याद गर्नुहोस् त। फर्स्ट जेनेरेसनमा भ्याकम ट्युब्स, सेकेन्ड जेनेरेसनमा ट्रान्जिस्टर, त्यस्तै थर्ड जेनेरेसनमा चाहिँ आइसी इन्टिग्रेटेड सर्किट भन्छ भने फोर्थ जेनेरेसनमा चाहिँ माइक्रो प्रोसेसर भन्ने, के अरे माइक्रो प्रोसेसर, जसलाई CPU पनि भनिन्छ, माइक्रो प्रोसेसर CPU भन्न पनि सकिन्छ। र अहिले फिफ्थ जेनेरेसनमा आउँदाखेरि अहिले प्रयोग भइरहेको टेक्नोलोजी भनेको चाहिँ चिरपरिचित, हामी सबैको फ्यामिलियर AI टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीको प्रयोग भइरहेको छ। यति कुरो जान्नुपर्छ। म फेरि दोहोऱ्याउन चाहे, फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन, थर्ड जेनेरेसन, चौथो र पाँचौं पुस्तासम्मका कम्प्युटर आजको दिनसम्म आइसकेका छ। र यिनीहरू कहिले कहिले लागू भएका थिए अथवा कहिले कहिले प्रयोग भएका थिए भनेर सोद्धा 1940 देखि 56, 57 देखि 65, 66 देखि 71, 72 देखि 80, 81 देखि आजसम्म यी 5वटालाई विभाजन गरिएको छ। र यसमा युज भएका टेक्नोलोजी भनेको चाहिँ भ्याकम ट्युब्स, ट्रान्जिस्टर सेकेन्ड जेनेरेसनमा। त्यस्तै गरेर यसको युज टेक्नोलोजीको बारेमा कुरा गर्दा चाहिँ फर्स्ट जेनेरेसनमा भ्याकुम ट्युब्स, सेकेन्ड जेनेरेसनमा ट्रान्जिस्टर, थर्ड जेनेरेसनमा आइसी इन्टिग्रेटेड सर्किट भन्छ, त्यस्तै गरेर फोर्थ जेनेरेसनमा माइक्रो प्रोसेसर भन्छ, त्यस्तै गरेर यसलाई CPU पनि भनिन्छ भने फिफ्थ जेनेरेसनमा चाहिँ AI टेक्नोलोजीको प्रयोग भएको पाइन्छ। यो त थियो हाम्रो कम्प्युटरका पुस्ता सम्बन्धी जानकारी है। ध्यान दिएर हेर्नु भने मजाले बुझिन्छ यो। अब जाउँ प्राय सबै कोर्सहरूमा राखिएको एउटा महत्त्वपूर्ण टपिक्सतर्फ। त्यो टपिक्सको नाम हो कम्प्युटर सिस्टम। कतिमा नोट गर्नु होला, कम्प्युटर सिस्टमको बारेमा आज म बोल्न गइरहेको छु। कम्प्युटर सिस्टमको बारेमा थोरै जानकारी लिने प्रयास गर्छौँ हामी अब है। यो भनेको अघि नै मैले भनेको थिएँ, कम्प्युटर सिस्टम, कम्प्युटर वर्किङ चाहिँ एउटा सिद्धान्त, वर्किङ प्रिन्सिपल हुन्छ, जसलाई हामीले IPOS भनेको थियौँ। यो शब्द एकदम याद गर्नु होला, सानैदेखि तपाईँहरूले याद पनि गर्दै आउनुभएको शब्द हो। कम्प्युटर यदि सानोमा तपाईँले पढ्नु भएको थियो भने IPOS भनेको इनपुट, प्रोसेसिङ, आउटपुट र स्टोरेज, यो 4वटा चरण छ। अर्थात् हामीले के बुझ्नुपर्छ भन्दा कम्प्युटर सिस्टम भनेको इनपुट, प्रोसेसिङ, आउटपुट र स्टोरेजको समग्र रूप नै कम्प्युटर प्रणाली हो, कम्प्युटर सिस्टम हो। र यसलाई चाहिँ कम्प्युटर सिस्टमका खास गरी दुईटा प्रकार हुन्छ। त्यो दुईटा प्रकार के हो भन्दा एउटा हो हार्डवेयर, अर्को हो सफ्टवेयर। हार्डवेयर र सफ्टवेयर
हार्डवेयर सफ्टवेयर। कम्प्युटर सिस्टम भनेको चाहिँ खास गरी हार्डवेयर र सफ्टवेयर मिलेर बनेको हुन्छ। कम्प्युटर सिस्टम भनेको चाहिँ हार्डवेयर र सफ्टवेयर मिलेर बनेको हुन्छ। हार्डवेयर भनेको चाहिँ छुन र देख्न सकिने भौतिक सामग्रीहरू हार्डवेयर हुन् भने सफ्टवेयर भनेको चाहिँ छुन र देख्न सकिँदैन। यो चाहिँ कम्प्युटर प्रणालीमा प्रयोग भएको प्रोग्रामहरूको समूहलाई चाहिँ सफ्टवेयर भनिन्छ। कम्प्युटर प्रणालीमा प्रयोग भएको अब लेख्नुस् है, छुन र देख्न सकिने हार्डवेयर भइहाल्यो, लेख्नुस् देख्न सकिने भने कम्प्युटर प्रणालीमा प्रयोग भएको छुन र देख्न सकिने भयो भनेदेखि हार्डवेयर भयो भनेदेखि कम्प्युटर र प्रणालीमा प्रयोग भएको प्रोग्राम हुन्छ, जुन प्रोग्रामहरूको समूह छ त्यो प्रोग्रामहरूको समूहलाई चाहिँ सफ्टवेयर भनिन्छ है। प्रोग्रामहरूको समूहलाई चाहिँ सफ्टवेयर भनिन्छ भने हार्डवेयर भनेको चाहिँ टेन्जिबल कम्पोनेन्ट्स हो, सफ्टवेयर भनेको चाहिँ इन्टेन्जिबल कम्पोनेन्ट्स हो भनेर याद गरेर राख्नु होला है। यसको बारेमा विस्तृतमा त हामी अर्को पार्ट 2 मा पढ्छौँ, पार्ट 1 मा आज भइएला जस्तो छैन। त्यसकारणले अब एउटा चाहिँ म टिपाइराख्छु, हार्डवेयरको प्रकार र सफ्टवेयरको प्रकार टिप्नुस् है। हार्डवेयरको प्रकार भनेको चाहिँ अब त्यो प्रकारभित्रको नि प्रकार चाहिँ हामी पार्ट 2 मै पढ्छौँ। हार्डवेयरको प्रकार भनेको र सफ्टवेयरको प्रकार भनेको चाहिँ के छन् त भन्दा टिप्नु होला। तपाईँले डाइरेक्ट कपीमा टिप्दा पनि हुन्छ। त्यो हार्डवेयर भनेको चाहिँ इनपुट हार्डवेयर, इनपुटमा प्रयोग हुने हार्डवेयरहरू, त्यसपछि प्रोसेसिङ हार्डवेयर, प्रोसेसिङमा प्रयोग हुने हार्डवेयरहरू, त्यसपछि आउटपुट हार्डवेयर र स्टोरेज हार्डवेयर। त्यो आइपिओएस का हार्डवेयरलाई नै हार्डवेयरको प्रकारको रूपमा बाँडिन्छ। इनपुटमा के प्रयोग हुन्छ, के हुँदो रहेछ, निस्किने बेला कसरी निस्किँदो रहेछ, त्यो हामी पार्ट 2 को क्लासमा, अब यसपछिको क्लासमा जुन लगत्तै अपलोड हुनेछ त्यसमा हाल्नेछौँ। त्यस्तै गरेर सफ्टवेयरको चाहिँ सफ्टवेयर पनि दुई किसिमको हुन्छ, एउटा सिस्टम सफ्टवेयर, अर्को हुन्छ एप्लिकेसन सफ्टवेयर। त्यसको बारेमा पनि हामी विस्तृतमा एक्जाम ओरिएन्टेड भएर पार्ट 2 को क्लासमा पढ्नेछौँ। आजको क्लास कस्तो लाग्यो कमेन्ट गर्नुहोला। पुरा भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। नमस्ते।